नमस्ते सबैजना। आज फेरि एउटा भिडियो लिएर उपस्थित भइसकेको छु, जुन कि यहाँ हेर्न सक्नुहुन्छ। ग्रुप सी 6 नम्बरको हो, एनालाइटिक एन्ड एनालाइटिकल ज्योमेट्रिक च्याप्टरको। र यो क्वेसनमा हेर्न सक्नुहुन्छ, यो क्वेसन यहाँ दिएको छ, ट्युले सोधेको क्वेसन हो बिएससी फर्स्ट इयरमा। र यहाँ नम्बरको ठाउँमा हामीलाई भेरिएबल दिएको छ, त्यसकारण धेरैजनाले यहाँ मिलाउन सकेन, मिस्टेक भयो होइन। यो 4 मार्क्समा तर ट्युले सोधेको क्वेसन हो है। ल यो क्वेसन हामीले गर्न जाँदैछौँ। ल यो पहिला हामी सोल्युसन लेखौँ है। सोल्युसन लेख्यौँ अनि यो इक्वेसन हामी सारौँ। ल एक्स माइनस 1 को लास्ट यति नै भन्न थालो, एक्स माइनस ए को स्क्वायर प्लस वाई माइनस बी को होल स्क्वायर इक्वल टू सी स्क्वायर। यसलाई इक्वेसन 1 मानौँ। ल इक्वेसन 1 मानौँ, भयो होइन। अब यो यति भएपछि हामीले यहाँ अलि भाषामा के भनेको छ क्वेसनले, द इक्वेसन यति बिकम द व्हेन इट इज ट्रान्सफर टु अ प्यारलेल एक्सिस द पोइन्ट यति। यो इक्वेसनमा चाहिँ यो पोइन्टले इक्वेसन ट्रान्सफर गर्यो भनेको त्यसको जुन एक्सिसको ओरिजिनबाट हुन्छ, यसको चाहिँ चेन्ज गरेर यो कोअर्डिनेट हालेको हो। अब यो यो इक्वेसनलाई नै चेन्ज गर्नुपर्छ यो कोअर्डिनेटबाट, सेन्टरबाट है। ल हामीले चेन्ज गरौँ त। द इक्वेसन इज ट्रान्सफर्म होइन, ट्रान्सफर्म गर्दैछु टु प्यारलेल एक्सिस द पोइन्ट। कुन पोइन्टले हामीले चेन्ज गर्दैछौँ, ए माइनस सी। कहिलेकाहीँ यहाँ नम्बर नै दिन्छ, तर यो पालि 2083 को क्वेसनमा यहाँ चाहिँ भेरिएबल दिएको हो। यो भेरिएबललाई हामी चेन्ज गरौँ। हामीले नि एनालाइटिक ज्योमेट्रीमा फर्स्टै थ्योरम नै पढेको, सेन्टर चेन्ज गरौँ भने के कसरी गर्ने भनेर। त्यसै गरी यहाँ हामीले सो पुट गरौँ त, यहाँ सानो एक्सको ठाउँमा यसको सेन्टर के हुन्छ, नयाँ सेन्टर, न्यू सेन्टर चेन्ज गरेपछि एक्स प्लस एच। एच भनेको कति हो, एच भनेको यो हो, के भनेको यो हो, एक्स प्लस एच, जुन कि एक्स प्लस एच भनेको ए माइनस सी हो होइन। अनि वाई भनेको कति हो, ठुलो वाई प्लस के भनेको के हो, वाई प्लस एच हो होइन। के को भ्यालु हेर्नु न, यो एच को भ्यालु भयो, यो के को भ्यालु हो। यही एक्स वाई को भ्यालु चाहिँ हामीले यो इक्वेसनमा पुट गरौँ, यो इक्वेसन नै चेन्ज हुन्छ है। ल द भ्यालु अफ एक्स एन्ड वाई पुट इन इक्वेसन 1 है। गरौँ होइन। ल यो गरौँ त, फर्स्ट इक्वेसनमा सल्भ हामीले है, पुट गरौँ त। कति हुन्छ यो ठ्याक्कै सानो एक्सको भ्यालु यो यहाँ एक्स प्लस ए माइनस सी होइन। त्यसपछि माइनस ए हो, एक्सको भ्यालु माथि हालेँ मैले। त्यसपछि वाईको भ्यालु वाई प्लस एच हो, माइनस बी को होल स्क्वायर हो। त्यसपछि सी स्क्वायरको सी स्क्वायर, यो वाईको ठाउँमा यो भ्यालु हालेँ, अनि एक्सको ठाउँमा चाहिँ यो एक्सको भ्यालु हाल्यो है। अब यहाँ हेर्नु सजिलो छ, अब भइन्छ, यो सल्भ नि भइन्छ। हेर्नु झन् सजिलो भयो हामीलाई त। माइनस ए प्लस ए कट्टो होइन, वाई प्लस एच, सरी एचको ठाउँमा यहाँ बी छ है, बी छ होइन। वाई एच प्लस के को ठाउँमा बी छ, यहाँ बी हालौँ होइन। यो बी कट्टो, यहाँ के भन्छ, एक्स माइनस सी को होल स्क्वायर प्लस वाई को के हुन्छ, स्क्वायर इक्वल टू सी स्क्वायर है। यहाँ अर्दिम यसलाई फर्मुलामा खोलौँ त हामी, ए माइनस बी को होल स्क्वायरमा एक्स स्क्वायर माइनस 2 एक्स सी, ठुलो एक्स है, ठुलो एक्स छ, एक्स सी प्लस सी स्क्वायर प्लस वाई स्क्वायर। अनि यो प्लस सीलाई यहाँ लेफ्टतिर ल्याम, माइनस सी स्क्वायर इक्वल टू 0 भयो, माइनस सी र प्लस सी कट्टो, यहाँ के भन्छ, एक्स स्क्वायर माइनस 2 एक्स सी प्लस वाई स्क्वायर। यही हामीलाई रिक्वायर्ड एन्सर मागेको हो क्वेसनले। द इक्वेसन ट्रान्सफर भयो भने
ट्रान्सफर भयो भने यो कोअर्डिनेट सेन्टरले हामीहरू नयाँ इक्वेसन x² माइनस 2cx या xc प्लस y² यही हो। र हामीले आगामी दिनमा क्वेसनहरू बिएससी फर्स्ट इयरको र इन्जिनियरिङहरूतिरको हामीले सल्भ गर्ने नै छौँ। र अगाडिको भिडियोहरूमा पनि यो अझै झन् क्वेसनहरू सल्भ गर्ने छ। आज यति टाइम मात्र भएर एउटा क्वेसन हामीले सल्भ गर्न भ्यायो।